खोजिराख्नु पर्दैन। तर हाम्रो परमेश्वर चाहिँ हामीहरूसँग हुनुहुन्छ। आमेन। अनि हामीसँग हुनुभएको परमेश्वर चाहिँ हामीसँग रहनु भएको परमेश्वर चाहिँ एउटा कारण के छ भन्दाखेरि उहाँले हामीसँग यहाँनिर हामी मानिसको बिचमा आउनु पछाडिको कारण चाहिँ के छ भन्दाखेरि उहाँले हाम्रो निम्ति मुक्ति लिएर आउनु भएको छ। आमेन। अनि यो केवल उहाँलाई हामी यसरी यो क्रिस्चियन भन्ने एउटा भनौँ न एउटा समुदायको लागि मात्रै होइन, तर उहाँले त्यो मुक्ति चाहिँ सारा संसारको लागि लिएर आउनु भएको छ। अनि लुका 1:31 यसरी लेखिएको छ, बाइबलमा यसरी लेखिएको छ, अब हेर तिमीले गर्भधारण गर्नेछौ, स्वर्गदूतले मरियमलाई, येशूको आमा मरियमलाई भन्दैछन्, र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाम येशू राख्नेछौ। उहाँको नाम के राख्नेछौ? येशू राख्नेछौ। के राख्नेछौ? येशू नाउँ राख्नेछौ। अनि अलिकति हामीले त्यही खण्डलाई अलिकति हेऱ्यौँ भने मत्ती 1:21 पनि यसरी लेखिएको छ, तिनले एउटा पुत्र जन्माउने छिन्, मरियमले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनु हुनेछ। आमेन। उहाँ हामीसित आउनुको उद्देश्य, उहाँ हामी कहाँ आउनुको उद्देश्य, मानिसहरूको बिचमा यो संसारमा आउनुको उद्देश्य, मानव रूप धारण गरेर आउनुको उद्देश्य चाहिँ के भन्दाखेरि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट छुटाउनु हुनेछ। आमेन। अनि हामी सबैजना आजको दिनमा उहाँका सृष्टिहरू हौँ, उहाँका सृजनाहरू हौँ, उहाँका प्रजाहरू हौँ, उहाँका मानिसहरू हौँ। अनि उहाँले हामीलाई हाम्रो पापबाट मुक्त गराउनको निम्ति उहाँ आउनुभएको छ। अनि प्रेरित 4:12 के लेखिएको छ? मैले नाउँको कुरा गर्दैछु, नामको कुरा गर्दैछु, यो नाम राख्नेछ, उहाँको नाम यो हुनेछ भनेर भनेको छ। अनि यो नाम किन इम्पोर्टेन्ट छ होइन? हामी भन्छौँ हामीलाई यो संसारमा रहँदाखेरि चाहिँ धेरैपल्ट हाम्रो शिक्षा, हामी जहाँनिर शिक्षा लिन्छौँ के सिकाउँछ, संसारले हामीलाई के सिकाउँछ भन्दाखेरि नाममा के राखेको छ र भन्छ होइन, वाट्स इन अ नेम, नाममा के राखेको छ र नाम जेसुकै पनि राख्न सकिन्छ नि भन्ने कुरा छ। तर जब हामी परमेश्वरको सन्तानहरू यसरी मिलेर हामी यहाँनिर कुरा गरिरहेका हुन्छौँ, बातचित गरिरहेका हुन्छौँ, नामको बडो महत्त्व छ। किन भन्दाखेरि प्रेरित 4:12 के छ भन्दाखेरि अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनको निम्ति स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन, केवल येशू नाउँ मात्रै दिएको छ। आमेन। अनि उहाँमा मात्रै मुक्ति छ। अनि क्रिसमसको सन्देश आज हामी यसरी क्यारल गाउँदै घर घरमा हिँडिरहेका छौँ, टोल छरछिमेकमा हिँडिरहेका छौँ। अनि यहाँनिर धेरैजनाले मेरो आवाजलाई सुनिराख्नु भएको छ। आज म तपाईँहरूलाई यो भन्न चाहन्छु कि येशू नाउँमा मात्रै मुक्ति छ, येशू नाउँमा मात्रै मुक्ति छ। किन रोमी 10:9 र 10 यसरी लेखिएको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नु भयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँदछ। आमेन। अनि यो कुरा मैले भनिरहेको छैन, यो कुरा आज यो माइक समात्ने एउटा भाइले भनिरहेको छैन, तर यो कुरा जीवित परमेश्वरको पुत्र प्रभु यीशु ख्रीष्टले भनिराख्नु भएको छ। किन भन्दाखेरि हामीलाई थाहा छ, उहाँले भन्नुभयो बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि कहाँ पुग्न सक्दैन, पिता कहाँ पुग्न सक्दैन। हाम्रो सृष्टिकर्ता परमेश्वर, हामी सबैजनालाई थाहा छ हामीलाई कसै न कसैले, हामी कुनै न कुनै तरिकाले सृजिएका छौँ। हामी परमेश्वरलाई मान्नेहरू जतिजना छौँ, ईश्वरलाई मान्नेहरू जतिजना छौँ, हामी सबैलाई थाहा छ कि हामीलाई कुनै न कुनै यस्तो एन्टिटीले, कुनै न कुनै यस्तो थोकले हामीलाई सृजना गरेको छ। अनि त्यो थोकलाई हामी विश्वासीहरू क्रिस्चियनहरूले चाहिँ के भन्छ भन्दा परमेश्वर भन्छौँ, यहोवा भन्छौँ। उहाँले हामीलाई सृष्टि गर्नुभयो। अनि उहाँ कहाँ पुग्नको निम्ति, उहाँ जहाँनिर बस्नुहुन्छ, जसलाई हामी स्वर्ग भन्छौँ, जसलाई हामी उहाँको घर भन्छौँ, हाम्रो पिताको घर भन्छौँ, त्यहाँसम्म पुग्नको निम्ति चाहिँ अरू कुनै पनि बाटो छैन, अरू कुनै पनि बाटो छैन, केवल येशू ख्रीष्ट मात्रै त्यो बाटो हुनुहुन्छ। अनि आजको दिनमा म यो सन्देश हामी सबैजना जसले सुनिरहेका छौँ, यहाँनिर भेला भएकाहरूदेखि लिएर हामी जतिजनाले सुनिरहेका छौँ, यो सन्देश म तपाईँहरूलाई दिन चाहन्छु कि येशू ख्रीष्टमा बाहेक अरू कहीँ पनि मुक्ति छैन, उद्धार छैन। हामी पापमा मरिरहेका थियौँ, हाम्रो त्यो पापको ज्याला हाम्रो शरीरमा मात्रै मृत्यु होइन, तर हाम्रो आत्मा पनि नाश हुँदै थियो। तर प्रभु येशू ख्रीष्टले क्रुसमा चढेर हाम्रो पापहरू बोकिदिनु भइकन, त्यसलाई हटाइकन उहाँले हामीलाई अनन्तको जीवनमा लिएर आउनु भएको छ। अनि आजको दिनमा म तपाईँहरूलाई आह्वान गर्न चाहन्छु, आज म तपाईँहरूलाई बताउन चाहन्छु र तपाईँहरूलाई निमन्त्रणा दिन चाहन्छु कि यदि कसैले ख्रीष्टलाई आफ्नो हृदयमा स्वीकार गरेर, आफ्नो हृदयमा बोलाएर ओठले स्वीकार गर्नुहुन्छ कि तपाईँ नै मेरो
उद्धारकर्ता हुनुहुन्छ भनेर तपाईँ यदि कसैले स्वीकार गर्नुहुन्छ भने उहाँ तपाईँको उद्धारकर्ता हुनुहुनेछ। जसरी हाम्रो उद्धारकर्ता उहाँ हुनुभएको छ, उहाँ सारा संसारको उद्धारकर्ता भएर जन्मिनु भएको हो र आजको दिनमा उहाँले तपाईँ अनि मलाई हाम्रो आत्मामा उद्धार दिनुहुन्छ, पापबाट उहाँले छुटकारा दिनुहुन्छ अनि स्वर्गको राज्यमा उहाँले आफैसँग हामीलाई बसाल्नुहुन्छ। अनि क्रिसमसको सन्देश यही हो कि येशू ख्रीष्ट आफ्नो स्वर्गको राज्यलाई, सिंहासनलाई छोडेर मानव रूप धारण गरेर एउटा गाईको गोठमा आउनुभयो। गाईको गोठमा आएर उहाँले जन्म लिइबरिकन उहाँले क्रुसमा आफ्नो प्राण त्याग्नुभयो। क्रुसमा प्राण मात्रै त्याग्नु भएन, तर तेस्रो दिनमा उहाँ बौडी उठ्नुभयो र उहाँ फेरि हामीलाई लिनलाई आउँदै हुनुहुन्छ। अनि क्रिसमसको सन्देश चाहिँ त्यो हो कि हामी हाम्रो परमेश्वरको आगमनको हामी प्रतीक्षा गर्दछौँ। आमेन। हुन्छ, म बाँकी समय हाम्रो आदरणीय पास्टर बुवालाई दिन्छु अनि उहाँले लिनुहुन्छ। धन्यवाद धेरै।